नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौं मुख्य समाचारबाट। चितवनमा ओटो दुर्घटना, 1 जनाको मृत्यु, 2 जना गम्भीर घाइते। प्रधानमन्त्री ओली र जापानका विदेश मन्त्री कोनो बीच भेटवार्ता, 2 मुलुक बीचका आपसी हितका विविध विषयमा छलफल। समाजप्रति उत्तरदायी हुन सरकारी उद्यमीहरूलाई अर्थमन्त्री डाक्टर खतिवड़ाको आग्रह, कर छुट लगायतका सहायता उपलब्ध गराउने स्पष्ट। बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिन सरकार र मन्त्रीहरूलाई प्रतिनिधि सभाका महराको रुलिङ। र डियाजको डेब्यू खेलमा रियल म्याड्रिडले लेगेनेसलाई 2-0 गोलले। अब समाचार विस्तारमा। चितवनमा ओटो दुर्घटनामा परि 1 महिलाको मृत्यु भएको छ भने 2 जना गम्भीर घाइते भएका छन्। बुधबार साँझ 6:55 बजेको समयमा पूर्व पश्चिम राजमार्गमा रहेको भरतपुर महानगरपालिका 12 गेन्द्राङबाट बसन्त चोक आउँदै गरेको ना 2-1756 नम्बरको ओटो आफै अनियन्त्रित भई पल्टिँदा ओटोमा सवार एकै परिवारका 3 जना घाइते भएका थिए। गोर्खा जिल्ला तान्द्राङ गाउँपालिका 4 बस्ने वर्ष 33 की होममाया थापा लामिछानेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा 7:15 बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृतकका श्रीमान 35 वर्षीय सन्तोष लामिछाने र छोरा 5 वर्षीय सुशान्त लामिछानेको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये छोरा सुशान्तको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र जापानका विदेश मन्त्री तारो कोनो बीच भेटवार्ता भएको छ। नेपालको 2 दिने औपचारिक भ्रमणमा आउनु भएका विदेश मन्त्री कोनोले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नु भएको हो। भेटमा 2 मुलुक बीचका आपसी हितका विविध विषयमा छलफल भएको थियो। त्यस अवसरमा जापानले नेपालको कृषि क्षेत्रको विकासमा पनि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता प्रधानमन्त्रीसँग जनाएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। प्रधानमन्त्रीसँगको भेटमा जापानका विदेश मन्त्री कोनोले नेपालसँग सीधा हवाई उडान सम्झौता गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीसँग आभार व्यक्त गर्नु भएको थियो भने प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट सो उडान सम्बन्धी तयारीको कामलाई छिट्टै अघि बढाउने जानकारी गराउनु भएको थियो। भेटमा प्रधानमन्त्री ओलीले आगामी अप्रिल 1 बाट जापानले 9 वटा देशबाट श्रमिक आयात गर्ने निर्णयमा नेपाललाई पनि सहभागी गराएकोमा जापान सरकारलाई धन्यवाद पनि दिनुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले बताउनुभयो। Birthday on this very happy occasion. I would like to extend best wishes for his good health and success. त्यस अवसरमा प्रधानमन्त्री ओलीले जापानका विदेश मन्त्री कोनोको जन्मदिनको शुभकामना पनि दिनुभएको थियो। जापानी विदेश मन्त्री कोनो आज 56 वर्ष पूरा गर्नुभएको अवसरमा पनि परेकाले प्रधानमन्त्री ओलीले जन्मदिनको शुभकामना सहित पुष्पगुच्छ प्रदान गर्नुभएको थियो। 18 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल आउनुभएका जापानी विदेश मन्त्री कोनोको नेपाल भ्रमणको क्रममा बुधबार समक्षी प्रदीप ग्वालीसँग 2 मुलुक बीच सीधा हवाई उडान गर्ने समझदारी भएको थियो। आगामी मार्च भित्र कानून प्रबन्ध गरी 2 मुलुक बीच सीधा हवाई उडान भर्ने नेपाल सरकारको तयारी छ। नेपालको पूर्वाधार विकासमा जापानले उल्लेख्य प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। अब समाचारमा केही बेर विश्रामपछि बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिन सरकार र मन्त्रीहरूलाई प्रतिनिधि सभाका महराको रुलिङ। महानगरीय अपराध शाखाले विदेश पठाइदिने भन्दै ठगी गर्ने 1 जनालाई पक्राउ। र डियाजको डेब्यू खेलमा रियल म्याड्रिड लेगानेसलाई 2-3-0 गोलले हरायो। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार।
अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले समाजप्रति उत्तरदायी हुन सरकारी उद्यमीहरूलाई आग्रह गर्नुभएको छ। अर्थमन्त्री खतिवड़ाले उत्पादन बढाउने र रोजगारीको अवसर सिर्जना गर्ने सरकारी उद्यमीलाई मात्रै सरकारले कर छुट लगायतका सहायता उपलब्ध गराउने पनि स्पष्ट पार्नुभयो। उहाँले हाल सञ्चालन भइरहेको सहकारी उद्यमले निजी उद्यमको जस्तै मुनाफालाई मात्र ध्यान दिएकोमा असन्तुष्ट पनि व्यक्त गर्नुभयो। राष्ट्रिय सहकारी महासंघ नेपालद्वारा बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्ना सदस्यहरूको साझा हित प्रबन्धनमा लाग्ने सहकारी उद्यमलाई मात्रै सरकारले उच्च प्राथमिकता मार्गचित्र के हो, व्यवसाय अघि बढाउने त्यसले लाभको वितरणको त कुरा मैले गरिहालेँ, गुणस्तरको कुरा गरिहालेँ, समाजप्रति जिम्मेवार हुनुपर्ने कुरा गरिहालेँ। त्यसले हाम्रो बाटो अरूभन्दा फरक हो भन्ने तय गर्छ। त्यो बाटो फरक भएको तहसम्म, त्यो डिग्रीसम्म, त्यो अवस्थासम्म सरकारले सम्पूर्ण रूपमा सहयोग गर्दछ। तर उस्तै देखिनुभयो तपाईँहरू भने सरकारले पनि उस्तै नै व्यवहार गर्छ। फरक देखिनुभयो, फरक व्यवहार गर्ने र अरूभन्दा अलि राम्रो व्यवहार भनेको सहुलियतका व्यवहारहरू हुन्छन्। अर्थमन्त्री खतिवड़ाले उपभोक्ताको हितलाई केन्द्रमा राखेर सहकारी संस्थाले लगानी गर्न पनि सचेत गराउनुभयो। राष्ट्रिय जनता पार्टीका सांसदहरूले मधेस थारू हट आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानकर्षण गराएको छ। प्रतिनिधि सभाको बैठकमा राजपा सांसद लक्ष्मणलाल कर्णले 75 जनाको ज्यान जाने गरी भएको तरै मधेस थारू हट आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्नु भएको हो। पूर्व न्यायाधीश गिरीशचन्द्र लाल संयोजकताको जाँचबुझ आयोगले 2074 मंसिर 29 गते नै प्रतिवेदन तयार गरी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाइसकेको छ। बैठकमा उहाँले प्रधानमन्त्रीले प्रतिवेदनबारे अनभिज्ञान जाहेर गर्न नमिल्ने दावी गर्नुभयो। उहाँले प्रधानमन्त्री परिवर्तनसँगै प्रधानमन्त्री कार्यालयका कागजहरू नजलाइएको भए किन सार्वजनिक नगरिएको भन्दै प्रश्न गर्नुभएको थियो। यो शान्तिपूर्ण आन्दोलन गर्दाको अवस्थामा जुन मानव अधिकारको अत्यधिक उल्लङ्घन भयो मधेसमा, मानव अधिकारको सही गरिसकेका हौं, हामी पनि पक्ष हौं र यस किसिमको शान्तिपूर्ण आन्दोलनमा जुन मान्छे मारेका छ, घाइते तुल्याएछ, यस सम्बन्धमा न्यायिक छानबिन होस् भन्ने कुरा हामीले बराबर प्रश्न उठायौं र विगतको सरकारले प्रधानमन्त्री फेरिने तर पद नफेरिने भन्दै उहाँले आफूलाई जानकारी छैन भन्नुको प्रधानमन्त्री प्रतिवेदन प्रति गम्भीर नबनेको स्पष्ट भएको दावी गर्नुभयो। उहाँले प्रतिवेदन सार्वजनिक भएन भने आफूहरू सांसद अवरोध गर्न बाध्य हुने भन्दै तत्काल सार्वजनिक गर्न सभामुख मार्फत सरकारले निर्देशन जारी गर्न सभामुखको ध्यानकर्षण गराउनुभयो। सांसद कर्णले उठाएको सवालमा सभामुख महराले पनि सरकारको विशेष ध्यानकर्षण गराउनु भएको थियो। मधेस तथा थारू हट आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न पुनर्न्यायाधीश लालको संयोजकतामा गठित आयोगले प्रतिवेदन बुझाएको 1 वर्षभन्दा बढी समय भए पनि सरकारले सार्वजनिक गरेको छैन। प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिन सरकार र मन्त्रीहरूलाई रुलिङ गर्नुभएको थियो। बैठकको सुरुमा नै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा नियमावली बमोजिम प्रधानमन्त्री तथा मन्त्रीहरूसँग प्रश्न गर्न पाउनुपर्ने व्यवस्थाको अधिकार सुरक्षित गर्न सभामुखको ध्यानकर्षण गराएपछि सभामुखले सरकारको रुलिङ गर्नुभएको थियो। नेपाली कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाडले सरकार सदन प्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रतिनिधि सभामा नियमावली 219 को व्यवस्था अनुसार अगाडि बढ्न आग्रह गर्नुभएको थियो। त्यसका लागि फेरि हामीले निरन्तर चाहिने यो खालको गतिविधि गर्न नपरोस् भन्ने पनि आग्रह गर्न चाहन्छु र यो नियमावलीको 219 को 1 र 2 अन्तर्गत चाहिँ सम्माननीय प्रधानमन्त्री र माननीय मन्त्रीहरूले यो धारा प्रयोग गर्दाखेरि तत्कालै सदनका सदस्यहरूले उठाएको प्रश्नको जवाफ
सांसदले प्रश्न सोध्ने र उनीहरूले जवाब मन्त्रीहरूले दिने कुराको सुनिश्चित नभएसम्म बैठक सञ्चालन हुन नसक्ने बताएपछि सभामुखले सरकारलाई रुलिङ गर्नुभएको थियो। त्यसपछि सभामुख महराले सदनमा उठेको सवालमा आफ्नो गम्भीर ध्यानकर्षण भएको भन्दै सांसदहरूले बैठकमा राखेको प्रश्नको जवाब दिन मन्त्रीहरूलाई निर्देशन दिनुभएको थियो। प्रतिनिधि सभाको गत शुक्रबारको बैठकमा प्रधानमन्त्रीको मन्तव्यपछि प्रश्न उत्तरको समय उपलब्ध नगराएको भन्दै कांग्रेसका सांसदहरूले विरोध गरेका थिए। प्रतिनिधि सभाले प्रशासकीय अदालत विधेयक 2075 र केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2075 लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ। बैठकले दुई विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मति स्वीकृत गरेको हो। बैठकमा सरकारका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2075 पेश गर्नु भएको छ। विधेयकमाथि सांसद प्रेम सुवालले राख्नु भएको विरोधको सूचना अस्वीकृत भएपछि मन्त्री ढकालले बैठकमा विधेयक पेश गर्नु भएको थियो। त्यसैगरी कृषि सहकारी तथा प्राकृतिक स्रोतको समितिका सभापति पूर्ण कुमारी सुवेदी संकटापन वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक 2075 सम्बन्धी समितिको प्रतिवेदन पनि पेश गर्नु भएको छ। प्रतिनिधि सभाका अर्को बैठक आगामी आइतबार 12 बजेको लागि बोलाइएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल सिन्हाले संसदहरूको बैठकमा उठाएको विषयबारे जवाब दिन सरकारले रुलिङ गर्नुभएको छ। बैठकमा शून्य र विशेष समयमा सांसदहरूले क्रम सकिएपछि अध्यक्ष तिमल सिन्हाले बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिन सरकारले रुलिङ गर्नुभएको हो। प्रदेश लोकसेवा आयोग आधार र मापदण्ड निर्धारण विधेयक 2075 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल प्रारम्भ हुन्छ। यस क्रममा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा जानकारी गराउँछु। छलफलमा भाग लिन चाहनुहुने माननीय सदस्यहरूले आफ्नो नाम अध्यक्षको डायसँगै बसेका सचिवालयका कर्मचारीहरूलाई उपलब्ध गराए। बैठकले प्रदेश लोकसेवा आयोग आधार र मापदण्ड विधेयक 2075 लाई विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकार गरेको छ। प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सो विधेयक पेश गर्नु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक माघ 2 गते 1 बजेका लागि बोलाइएको छ। अब फेरि समाचारमा केही बेर विश्रामपछि महानगरीय अपराध महाशाखाले विदेश पठाइदिने भन्दै ठगी गर्ने एकजनालाई पक्राउ। डियासको डेब्यू खेलमा रियल म्याड्रिड लेगान्सले 2 गोलले हरायो। विश्रामपछि समाचारमा फेरि स्वागत छ। अब बाँकी समाचार। नेपाल फ्रान्स विदेश नीतिका विषयमा विस्तृत छलफल गरिएको छ। दुई देश बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको 70औं वार्षिक उत्सवको अवसर पारेर बुधबार काठमाडौँमा आयोजित दुई मुलुक बीचको विदेश सचिव स्तरीय परामर्श बैठकमा विदेश नीतिको समीक्षा गरिएको हो। बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव शंकर दास बैरागी र फ्रान्सको तर्फबाट विदेश सचिव मेरिस गर्दो मुन्तान सहभागी हुनुभएको थियो। बैठकमा दुई मुलुक बीचको सम्बन्धलाई अझै समधुर बनाउने विषयमा छलफल गरिएको परराष्ट्र सचिव बैरागीले जानकारी दिनुभयो। बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले फ्रान्सले नेपालको पर्यटन र सांस्कृतिक क्षेत्रको विकास लगानी गर्न चाहेको पनि स्पष्ट पार्नुभयो। Diplomatic relations between Nepal and France. Earlier today, Secretary General and I had very fruitful, comprehensive discussion on the whole range of issues of Nepal-France cooperation and relationship. We exchanged substantive views on the ways ahead, especially फ्रान्सका विदेश सचिव मोन्तानले दुई मुलुक बीचको साझा हितको विविध विषयमा खुल्ला छलफल गरिएको प्रतिक्रिया दिनुभयो। उहाँले नेपालको पर्यटन र संस्कृतिको क्षेत्रमा विकासमा लगानी गर्न आफ्नो मुलुक इच्छुक रहेको पनि जानकारी दिनुभयो। The flow of tourists, French tourists, 30,000 French tourists coming every year to Nepal. They come here, they experience the welcome given, extended by the Nepalese.
They come back to France and they say, oh, this is a very important country. We love the culture, we love the people. And so they are the best propagator for your country. Then we have also this attractiveness, the fact, this reciprocal interest we give to our cultural heritage. We know how Nepal knows our French. बैठकमा नेपाली पक्षले नेपालको पर्यटन, ऊर्जा, व्यापार, सूचना तथा प्रविधि, जलवायु परिवर्तनको क्षेत्रमा लगानी गर्न फ्रान्ससँग आग्रह गरेको थियो। यसअघि परराष्ट्र सचिव बैरागीले गत कार्तिक 26 गते दुई मुलुक बीचको सम्बन्ध विस्तारका विषयमा पेरिसमा समकक्षी मोन्तानसँग छलफल गर्नु भएको थियो। दुई मुलुक बीच कूटनीतिक सम्बन्ध 70 वर्ष पूरा गरेको अवसर पारेर विदेश सचिव स्तरीय परामर्श बैठक काठमाडौँमा बोलाएको हो। त्यस अवसरमा फ्रान्सका विदेश सचिव मोन्तानले नेपालले विश्व शान्ति स्थापना पुर्याएको योगदानको प्रशंसा समेत गर्नु भएको थियो। बहुप्रतीक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतले पारित गरेको छ। समितिको सिंहदरबारमा बसेको बैठकले विवादित विषयमा छलफल गरेर सुझाव दिन गठित उपसमितिले तयार पारेको प्रतिवेदन समितिको बैठकले हुबहु बहुमतले पारित गरेको हो। बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरीतका बुदाहरू पनि समावेश गरिएको भन्दै सो विधेयकमा फरक मत राखेका थिए। 23 जना समितिका सदस्य मध्ये 18 जना बैठकमा सहभागी भएका थिए। उनीहरूमध्ये 14 जना सांसदहरूको बहुमतले सो विधेयक पारित गरिएको समितिकी सभापति जयपुरी घरती मगरले जानकारी दिनुभयो। छेमा सबै मान्ने जोर हुनुहुन्छ, तर कति बुढामा तपाईहरुले भिन्न मत राख्नुहुन्छ त्यो तपाईहरुको राइटको कुरा हो र यो बहुमतले नै यो प्रस्ताव पारित गरेको घोषणा गर्न चाहन्छु। के छ भने मान्य सभापतिसँग कुराकानी भइसके पछाडि कांग्रेसका 4 जना सांसदहरूले भने सो विधेयकमा फरक मत राख्नु भएको थियो। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरूले बहुमतले विधेयक पारित गरेपछि त्यसमा असहमति राख्नु भएका समितिका सदस्य एवं कांग्रेस सांसद गगन थापाले केसीको माग पूरा नगरी प्रतिवेदन पारित हुन थियो भने किन सरकारले केसीसँग सहमति गरेको भनी प्रश्न पनि गर्नुभयो। उहाँले वरिष्ठ चिकित्सक केसीलाई सरकारले फेरि पनि ठूलो धोका दिएको प्रतिक्रिया दिनुभएको थियो। मन्त्रीजीले लामो समयसम्म यो विधेयक पारित गर्ने विषयको छलफलको क्रममा प्रश्नहरू उठ्दै गर्दा वा सरकारको पोजिसन राख्दै गर्दाखेरि अप्ठ्याराहरू छन्, तर पनि मूल रूपमा चाहिँ सरकार यो सहमतिको पक्षमा छ भनेर भन्दै आउनुभएको कुरालाई मैले यो समितिको सदस्यको रूपमा सधैँभरि विश्वास गर्दै आएको हुँ। त्यही हिसाबले वातावरण बनाउने प्रयास पनि गरेको हुँ र मलाई विधेयकको प्रस्तावमा काठमाडौँ बाहिर मेडिकल कलेज खोल्ने, सिटिभिटीले कार्यक्रम फेज आउट गर्ने लगायतका विषयमा समितिमा सत्तारूढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदबीच मत बुझिएको थियो। विधेयकमा यस अघि सम्बन्ध लिएका मेडिकल कलेजहरू खारिज नहुने व्यवस्था राखिएकोमा कांग्रेस सांसदहरूको आपत्ति छ। सोही बुदा वरिष्ठ चिकित्सक गोविन्द केसीसँग सरकारले गरेको सहमति विपरीतको बुदा पनि हो। महानगरीय अपराध महाशाखाले विदेश पठाइदिने भन्दै रु 1 करोड 50 लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ। पुतली सडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अस्ट्रेलिया, क्यानाडा लगायतका मुलुकमा पठाइदिने भन्दै 20 जना भन्दा धेरै व्यक्तिसँग रु 1 करोड 50 लाख ठगी गर्ने पाल्पाका 34 वर्षीय गणेश ढकाललाई आज दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो। महाशाखाका प्रवक्ता नरेश प्रसाद उप्रेतीले भक्तपुर बस्ने आवास खनाललाई क्यानाडा पठाइदिने भन्दै रु 7 लाख ठगी गरेको उजुरीका आधारमा ढकालले पक्राउ गरिएको जानकारी दिनुभयो। ढकालले ठगी गरेको पैसा खनालले मागेपछि खाली चेक दिएकाले उनलाई बैंकिङ र ठगी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताउनुभयो। अब खेल समाचार।
स्पेनिश युवा स्टार ब्राहिम डियाजले डेब्यू गरेको खेलमा स्पेनिश कोपा डेल फुटबल अन्तर्गत प्री क्वार्टर फाइनलको चरणमा पहिलो लेगमा रियल म्याड्रिड लेगानेसलाई 3-0 गोलले पराजित गरेको छ। इंग्लिश क्लब मैनचेस्टर सिटीबाट गएको साथ मात्रै 15 मिलियन पाउन्डमा रियलमा अनुबन्ध भएका 19 वर्षीय डियाजले रियलका लागि 78औं मिनेटमा डेब्यू गरेका थिए। उनले भिनिसियस जुनियरलाई प्रतिस्पर्धा गरेका हुन्, जसले 77औं मिनेटमा रियलका लागि तेस्रो गोल गरेका थिए। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। चितवनमा ओटो दुर्घटना, 1 जनाको मृत्यु, 2 जना गम्भीर घाइते। प्रधानमन्त्री ओली र जापानका विदेश मन्त्री कोनो बीच भेटवार्ता, 2 मुलुक बीचका आपसी हितका विविध विषयमा छलफल। समाजप्रति उत्तरदायी हुन सरकारी उद्यमीहरूलाई अर्थमन्त्री डाक्टर खतिवड़ाको आग्रह, कर छुट लगायतका सहायता उपलब्ध गराउने स्पष्ट। बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिन सरकार र मन्त्रीहरूलाई प्रतिनिधि सभा महराको रुलिङ। र डियाजले डेब्यू खेलमा रियल म्याड्रिडले लेगान्सलाई 3-0 गोलले हरायो। हवस् त, अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।